हेलो साथीहरु नमस्ते गुड मर्निङ वेलकम छ पारुबन्दा ब्लगमा। आज चाहिँ हाम्रो छठ पूजा छ नि त अनि घाम अस्ताउनु भन्दा अगाडि नै चढाउनु चाहिँ पर्ने हो अनि तर म चाहिँ ढिलो उठे क्या साथीहरु। तर भ्याउँछु जस्तो लागिरहेछ। मौसम चाहिँ यस्तो छ नि त उदाउनु आँटिसक्यो क्या। सिटी चाहिँ पाउनु पर्यो क्या। मैले छिट्टो सिटी पाएँ भने चाहिँ म छिट्टो गएर चढाएर आउँछु साथीहरु। कोही पो मान्छे त रहेन रहेछ, सबै गएको होला हजुर। अन्त त्यही त सबैजना छठमा गएको रहेछ, कोही पनि छैन मान्छे। दमकमा सुनसान। म चाहिँ आइसकिसकेँ, घाम पनि अस्ताउन आँटिसकिसक्यो। अनि सो यहाँको महल चाहिँ हेर्न सक्नुहुन्छ, यति धेरै मान्छे, यति क्यु है। अनि यहाँ चाहिँ घाम अस्ताउनुभन्दा अगाडि नै पानीहरू चढाउनु भन्ने गर्दो रहेछ। अनि मैले पनि लिएर आएको छु। अनि अब बहिनीहरू अगाडि नै आइसक्नु भएको छ। साथीहरू हामी चाहिँ ढिलै भए पनि कस्तो दिल खुस भयो। टिका लगाएपछि यो चढाएपछि चाहिँ कस्तो खुसी लाग्यो मन कस्तो क्या। साथीहरू म 3 चोटि ओरादर गरेँ। मैले गर्दा 3 चोटि ओरादर गरेँ होइन, तपाईँले गर्दा नि होइन, मैले गर्दा त्यो उयो भएन क्या, भेटै खाएन क्या, कुराले भेटै खाएन होइन साथीहरू। अनि भवन चाहिँ यहाँ माथि रहेछ, मलाई थाहा भएन नि त। म चाहिँ तल देख्नु सक्नुहुन्छ, यहाँसम्म आएको थिएँ अघि सुरुमा। अनि पछि फेरि तल भने जस्तो लागेर फेरि तल गएँ, 3 चोटि ओरादर गरेँ क्या। अनि त्यति गर्दा ढिलो भइहाल्यो। उयो गर्नु पनि मैले चाहिँ दुध मात्रै चढाएँ साथीहरू। अनि अब मम्मी माथि पर्खिराख्नु भएको छ। अनि मैले चाहिँ दुध चढाएँ। अनि कान्छी र म चाहिँ अनि जाँदैछौँ साथीहरू। अनि केरा पनि दिनुभएको छ प्रसाद होइन, खुट्टा काटेको पुरा होस् होइन। छठ पूजामा सबैजना छ्याती अरे सब मनदेखि माग्नु भने सबै पुरा हुन्छ। छ्याती बल्ल भेट भएको त साथीहरू। आज कति धेरै उयो भएको, 3 चोटि ओरादर। मम्मी कति चोटि ओरादर? म नि त्यस्तै भयो, तल्लो छौरा माग्छ कस्तो गाह्रो भएको नभेटाएर। अब कता यत्रो हुनु त अब यत्रो मान्छे भिडमा होइन। अन्त माथि नै रहेछ नि त, सिरानमै रहेछ। अनि म चाहिँ सिरान हुँदा अलिकति तल, एक्लै हुँदा त बकुलै हुँदैन, एक्लै त नि गाह्रो नि हो। कता म त नि खोता नभेटाएर माथि रोडतिर पनि हेर्छु, देख्दिनँ। कुन्ताको अलिअलि मान्छे देख्दै गरेको पनि घुम्दा खुट्टै दुख्यो नि। अब के गर्नु, र पनि भेट भएर पनि उयो भयो होइन। मतलब छठमा मनाइयो, खुसी लाग्यो होइन, खुसी लाग्यो त्यो। र पनि दुधहरू ढिलो त भयो, हामी हिँडेर हिँड्नुपर्छ नि कहिले काहीँ त। अलिअलि त हिँड्नु ठिकै। र पनि खुसी लाग्यो मलाई चाहिँ। त्यो के भन्दा दुध चढायो नि, चढाएर टिका लगाएपछि होइन क्या। सुरुमा त कति सुटेन मलाई त टिका लगायो नि हामीले। यो त उभिने पानीमा पत्र बेर हो कान्छी हो र। मैले यो गरेको थिएँ नि त भाकल त्यस्तो होइन। जहिले मेरो भ्लग हेर्नुहुन्छ कि हुन्न? अब चाहिँ मायाको कुराहरू पुग्छ कान्छीको होला सायद होइन। राम्ररी पनि देखेको छ नि, राम्ररी पनि देखेको छ। जोइ हेर्नु, मेरो भ्लग हेर्दै हुनुहुन्छ भने चाहिँ। छठ पूजामा गएर पनि आइयो। अनि खानासाना बनाइँदैछ साथीहरू। नानीको लागि सुरुमा चाहिँ बनाउनु पर्छ नि त। यहाँनिर सिटी लाउँदैछु अनि त तरकारी बनाउँदैछु मैले। अनि त्यही हो, कति आउनुभयो होला, कति भ्याउनु भएन होला। सबैजनालाई ह्यापी छठ पूजा भन्न चाहन्छु। युट्युब फ्यामिलीहरूलाई धेरै धेरै माया अनि मिठो सम्झना। अनि ह्यापी छठ पूजा। अनि तपाईँहरूलाई पनि तपाईँहरूले पनि सीताको आँटेको पुरा होस्। अब चिया खान्छु है। म त बिहान उठेर नुहाएर गएको नि साथीहरू।